हेलो गाइस, वेलकम टु माई भ्लग। हजुरहरूलाई मेरो भ्लगमा स्वागत छ। र आज चाहिँ म हजुरहरूलाई यलहंका भन्ने ठाउँमा लिएर जाँदैछु है। र यो यलहंका भन्ने चाहिँ बेङ्गलोरको अर्कै जिल्ला हो। यो बेङ्गलोर भनेको बेङ्गलोर भयो र अर्को जिल्ला यो चाहिँ यलहंका। र हजुरहरूलाई यलहंका फुल इन्जोय गराउने छ। आज यलहंका लगेर एउटा महल छ अरे, नयाँ महल सुपर मार्केट ओपनिङ भएको र साथीहरूले जाउँ भनिरहेछन्। र हजुरहरूको लागि आज यलहंकाको फुल भ्लग है। फलो मी गाइस। सो गाइस, हेर्नु न बेङ्गलोरको हरियाली, जताततै यस्तै जङ्गल हो क्या। सेम जङ्गल भित्रभित्र सिटी होइन, घरहरू अनि रोडहरू। यही कारणले पनि यहाँको यस्तो राम्रो होइन वातावरण भएको होला क्या। यति चिसो है, एभ्री टाइम जहिले सुकै। साँच्चै यो एसियामै यस्तो ठाउँ त छैन होला क्या। भन्नाले यस्तो चिसो पनि होइन क्या। सिम्पली यो टी सर्ट छ नि, यस्तै टी सर्टमा हिँड्न सक्ने अनि डुल्न सक्ने, अनि यहाँभन्दा गर्मी पनि नहुने, पसिना पनि नआउने बडीमा होइन। म पहिले के सोच्थेँ भने नि, नेपालमा हुँदाखेरि इन्डिया यति कचेडा छ, यस्तो गर्मी हुन्छ, हाम्रो यो पहाड हिमालको छेउमा बसेको हामी यहाँ त यस्तो गर्मी हुन्छ भन्ने फिल गर्थेँ क्या म। तर होइन रहेछ, हाम्रो नेपालको काठमाडौँको भन्दा पनि राम्रो र एकदम सफा र यति राम्रो वातावरण यहाँको। म त है एकदमै, म चाहिँ जिन्दगी नै यहीँ कटाउनु जस्तो फिल भइरहेछ क्या। तर आफ्नो देश होइन होइन, आफ्नो देश त देशै हो नि होइन। जतिसुकै अर्काको देशमा तारिफ गरे पनि आफ्नो देश त देशै हो। सो गाइस, म बस स्टप आइपुग्न आँटिसकेको छु। हजुरहरूलाई बस स्टप लिएर जाँदैछु। सो गाइस, फाइनली म बस स्टप आइसकेको छु। अनि यो चाहिँ बस स्टप हो यलहंकाको लागि है। यलहंका जाने बस स्टप यहीँनिर पाउँछ। सो गाइस, हेर्नु होला अब मेरो बस मिल्ला नमिल्ला। यहाँ मैले एउटा भिडियो बनाएको थिएँ, यति धेरैले मन पराउनु भएको छ। यही हो, यहाँ बस स्टप भन्दा पनि सिम्पल सानो है। अनि ऊ त पर टिभी टावर भनेर लेखेको छ नि, त्यो मेन बस स्टप हो नि। यहाँ चाहिँ अब पाइन्छ पाइँदैन होइन, यो पनि मेन बस स्टपै हो। यहाँ पनि धेरै टाढा जाने गाडीहरू आउँछ। अब हेरौँ, आई थिङ्क पाइएला कि। यहाँ पाउँछ जस्तो लागेको छ मलाई, यहाँ आउनु पर्ने हो। फाइनली म चाहिँ फ्यानिस महल भयो त यसको नाम चाहिँ होइन। म चाहिँ अर्कै ठाउँ गएर होइन, अलिकति प्रब्लम भयो र म जाँदैछु फ्यानिस महल भन्ने ठाउँमा। यो चाहिँ यलहंका है, यो यलहंकामा होइन रहेछ क्या, अलिकति अन्तै रहेछ। मेरो साथीलाई थाहा भएन, ऊ पनि नयाँ हुँदैन। फ्यानिस महलको लागि अन्त गाउँ क्रस गरेर फेरि बस पक्रिनु पर्ने रहेछ। सो गाइस, यस्तो ब्युटिफुल होइन टेम्पल हो यो होइन, एकदमै दामी छ। यहाँभित्र त म पसिनँ आज, सायद मैले यो हिँड्दा हिँड्दै देखेर मात्रै बनाएको हो। सो नाइस प्लेस, सो गाइस, फाइनली म चाहिँ आइपुगिसकेको छु। यो के अरे एसिया मल रहेछ, सोल्डाले कहाँ भनेर पहिले नै मलाई यो मल थाहा थियो क्या, तर मलाई चाहिँ थाहा भएन, उहाँले अर्कै भन्नुभयो होइन। सो ब्युटिफुल, यहाँ चाहिँ एकदम डेटिङ एरियाहरू नै है। डेटिङ एरिया सो नाइस प्लेस। यहाँ दामी छ नि मल, पहिले पनि हामी आएको थियौँ त्यसको लागि। गाइस हेर्नु होला, गाइस सुनेको छैन, ब्याक क्यामेराबाट पनि हजुरलाई देखाउनु छु। यहाँ त जति फोटो खिचेर पनि हुन्छ क्या यो ठाउँमा, एकदम दामी छ। हेर्नु प्रब्लम हुँदैन।
एकदम दामी भ्यू रहेछ सो गाइस फाइनली यो महल यो एसियन महल हो क्या यो चाहिँ मलाई थाहा छ तर सोल्डाले चाहिँ होइन पुरा अर्कै भन्नुभयो होइन अनि त्यही भएर म चाहिँ अलिकति कन्फ्युज भएँ यस्तो नाइस प्लेस भनेर कि होइन मुनि जानु मन चाहिँ लागेको थियो मलाई होइन तर यहाँनिर भिडियोहरू बनाउँदा केही गर्दैन एकदम उयो छ क्या राम्रो ठाउँ छ नाइस प्लेस सो गाइस फाइनली हामी चाहिँ भित्र घुमि पनि सक्यौँ त्यस्तो के देखाउने होइन र जहाँ पनि छ एउटै हो तर मलाई यो बाहिरको भ्यू चाहिँ एकदमै दामी लागेको क्या यो ठाउँमा पहिले पनि म धेरै भयो 3 इयर्स अगाडि होइन म यहाँ आएको थिएँ घुम्नुको लागि सोल्डाले गर्दा मलाई अन्तै भनेर चाहिँ म अलिकति कन्फ्युज भएर यति ढिलो भयो कि मलाई मेरो त अझै नाइट ड्युटी हुन्छ होइन साह्रो होइन कस्तो दामी ठाउँ छ यो सपोर्ट गर्नु होला है हजुर यति मिहिनेत गरेपछि नसुकी हजुरको लागि एकदमै सपोर्ट गर्नु होला भने नेपाली भाइले केही गर्न नसकेको छ है भनेर मनदेखि रियली लभ यहाँ चाहिँ बाहिरबाट मात्रै आउँछ क्या मान्छेहरू यहाँनिर धेरै बाहिरबाट आउँछ यो एसियन मल हो नि त यहाँनिर यो इन्टरनेसनल मान्छेहरूलाई पनि थाहा हुन्छ कि यहाँको यहाँ त्यही भएर चाहिँ यहाँ आउँछ ओके गाइस होइन मैले भ्लग अलरेडी रेडी गरिसकेपछि यो हेर्नु न र नाइटमा हो क्या यस्तो दामी हुन्छ नाइटमा डे हो नि त सन्डेको डे हो केही छैन चलपल धेरै मान्छेहरू आउँछ तर पनि नाइटको हेर्नु होला गाइस स्टार भनेर राखेको त्यहाँनिर स्टार एरिया हो यो चाहिँ गार्डन हेर्नु न सो लभली गार्डन यताको हेर्नु अपार्टमेन्ट भ्यू यो चाहिँ लाइट हुन्छ यो चाहिँ आई डोन्ट नो पिन्जरा जस्तो देखिरहेको छ यो पानी यति राम्रो हुन्छ नाइटमा गाइस मैले त भित्र त मैले देखाइसकेको छु हजुरहरूलाई सो गाइस यो चाहिँ फाइनली यो एसियन मलको भित्र छिर्ने बाटो हो यो चाहिँ भित्र पुगेर बाहिर देखाउँदैछ हजुरहरूलाई यो चाहिँ इन्ट्री हुने ठाउँ हो अलि गर्मी अलिकति गर्मी भइरहेछ यति धेरै त होइन सो गाइस यो चाहिँ इन्ट्री हुने ठाउँ है सो गाइस फाइनली हामी चाहिँ एसियन महल घुमिसकेको छौँ र मेरो सोल्डा पनि जानुभयो उहाँ भिडियोमा खासै आउन मान्नुहुन्न सो गाइस सपोर्ट गर्नु होला बाहिर आएर भिडियो बनाउँछु भित्र त्यस्तो अब त्यही सपिङ सेन्टर त हो होइन भित्र हेर्नुपर्ने र बाहिरको माहौल हो नि त हेर्नुपर्ने सो गाइस सपोर्ट गर्नु होला फलो गर्नु होला जतिले हेर्नुपर्छ फलो ब्याक दिनेछु हजुरहरूलाई अनि के अरे मेरो युट्युब च्यानल आरिस एमआर भनेर लेखेको छ सब्सक्राइब गरेर सपोर्ट गर्नु होला है त बाइ गाइस नेक्स्ट भिडियो